कति पनि गएको छैन उसको आन्टीहरू आइसक्नुभयो यहाँ हुनुहुन्छ म अब तल जान्छु लिनुलाई बेम्बी तिमी त्यस्तो नगर आन्टी हेलो आन्टी ढोग नमस्ते भाग्यमानी ढोग अङ्कल मेरो भ्लग हो आन्टी हो र देखाम देखाएँ है अङ्कल यहाँ हुनुहुन्छ ह्यान्डसम अङ्कल अनि यहाँ ब्युटिफुल आन्टी आमाको बेस्टिजहरू लजाम आन्टी माथि आन्टी 1 इयर्स पछि आउनुभयो नि आन्टी तपाईँ 1 इयर्स पछि है आन्टी तर जहिले एभरग्रिन है क्या आमाको साथी र आमा चाहिँ एभरग्रिन हजुर ब्लग अस्मि थापा अङ्कल म अहिले तपाईँलाई देखाउँछु सब्सक्राइब गर्नु है हजुर अस्मि थापा हजुर साइन्स एन्ड टेक्नोलोजीको इन्ट्रेस्टै हुनुहुन्छ यसमा चाहिँ अब इन्फर्मेसन हजुर अनि इन्फर्मेसन वर्ल्ड वाइड प्रसारण गरिराख्नुहुन्छ भ्लग मेरो भ्लगमा अङ्कललाई ल आन्टी आउनु न बेस्टी अङ्कलको चाहिँ आन्टीले मेरो लागि कसैले ए हस् हुन्छ थ्याङ्क यू आन्टी Thank you very much, my dear. नेपालीमा शुद्ध नेपाल भन्नुहुन्छ यो चना आलु साबीको हैन यो चाहिँ अर्गानिक टाइपले उसिनेर अनि यो चाहिँ हाम्रो माइजमा साबीको सलाद हो यो चाहिँ हाम्रो पनिर पकौडा हो यो चाहिँ हाम्रो इन्डियाबाट आएको छ यो चाहिँ हाम्रो साबुदाना पापड भन्छ है यो अब हामीले चाहिँ चिउरा हाल्छौँ त्यसपछि स्न्याक्समा यहाँ जति पनि छ त्यो कसरी हाल्ने यो चाहिँ कुरकुरे चिउरा है कुरुमुरी कुरुमुरी भन्छन् उसमा राखौँ न त्यो होइन यस्तो पाराले अब छोला हाल्दैछु म नफबाट देखाइदिनु न छोला ए अच्छा यहाँ चाहिँ हाम्रो प्लेटिङ भइसकेको छ अब म अङ्कल आन्टीलाई दिन्छु आमाको पार्ट चाहिँ सक्यो स्न्याक्स बनाउने अब चाहिँ मेरो डिनरको लागि रेडी गर्दैछु अनि मैले चाहिँ यो चाहिँ लोकल कुखुरा बनाउँदैछु अनि यहाँ मेरो तेल खरिसक्यो भिडियो बनाउने चक्करमा टर्छ होला अनि त्यो यसमा चाहिँ भेजिस बनाउने हो भेजिस चाहिँ कौली अनि यो यसलाई के भन्छ बोडी सिमी मिक्स गरेर यसको भेज बनाउने हो सो अब यसलाई हामी सिम्पल खालको बनाउने हो सबै खानेकुराहरू बनाएर एकछिन हामीले आमाहरूको आमाहरूको सुन्छौँ अनि डिनर गर्छौँ सँगै अनि म देखाउने छु हजुरहरूलाई पनि अनि आन्टी अङ्कल चाहिँ हाम्रो चाहिँ एभरग्रिन हो जहिले चाहिँ मैले देखुन्जेलसम्म चाहिँ जहिले अब
एकदम मिलनसार पनि हुनुहुन्छ एकदम फ्रेन्डली हुनुहुन्छ है सो त्यही हो होइन आमाको जति फ्रेन्डहरू पनि हुनुहुन्छ नि मलाई चिनाउनु भएको उहाँहरू एकदम मसँग फ्रेन्डली हुनुहुन्छ त्यस्तो अब हुन्छ नि एउटा बुहारी टाइपको गर्नुहुन्न छोरी जस्तो नै गर्नुहुन्छ अनि एज अ फ्रेन्ड जस्तो ट्रिट गर्नुहुन्छ मजा लाग्छ आन्टीहरूसँग पनि टाइम स्पेन्ड गर्नु ओके म चाहिँ यो बनाइसकेर अनि एकैचोटि देखाउने छु है हजुरहरूलाई खाना बनाएर सकेँ कि अनि फेरि यहाँ आमाको बेसीले मेरो सबबाट चाहिँ घरको लागि पर्दाहरू न्यू अब आएको बेलामा चाहिँ फेरि नै भनिराख्नु भएको छ सो मैले पर्दाहरू अब उहाँलाई देखाउने छु र उहाँले कहाँ कुन सेलेक्सन गर्नुहुन्छ है मैले चाहिँ आमाको साथीले ब्ल्याकआउट भनिराख्नु त्यही भएर स्याम्पल चाहिँ ल्याइदिएछु अब आमाले चुज गर्नु आमाको साथीले चाहिँ चुज गर्नुहुन्छ ल आमाको साथीहरू आउँदै हुनुहुन्छ मेरो पर्दा हेर्नुलाई अनि मलाई हेल्प पनि गर्नुलाई यो चाहिँ यहाँ नेट हेर्दैन यहाँ देखाउनु त आमा मेरो कस्टमरहरूलाई पनि यो पनि हो बुझ्यौ यो पनि सबै हामीले यो चाहिँ डेमोको लागि हामीले रुम बनाएको छौँ अनि कस्टमर कोही आइहाल्नु भयो भने घरमा चाहिँ अनि यहाँ बसाएर चाहिँ अनि देखाउँछौँ वेयर हाउस चाहिँ तल छ दिदी ए दिदीले फेरि यो चाहिँ अफ नेट पहिला हेर्नु हुने अरे नेट चाहिँ यो अफ वाइटमा छ अब यसको लागि अफ वाइट खालको अफ वाइटकै उ त्यो छ बाक्लो खालको यो ब्ल्याकआउट अब देखिँदैन पनि साइडमा भयो यो बीचमा हुन्छ है यो बीचमा यो चाहिँ टर्किस स्टाइलको यता यो 3 20 को कति हो सर यो ग्रे कलरको फेरि ग्रे चाहिँ प्रायः जस्तो उसले नै लगाउनु मैले पनि त्यही भनेको थिएँ अब युकेमा लानुहुन्छ भने पनि प्रायः जस्तो वाइट अफ वाइट नै चल्दो रहेछ क्या मेरो साथीले पनि युकेबाट अर्डर गर्दाखेरि ग्रे हजुर मैले पनि त ग्रे अफ वाइट अनि क्रिम कलरहरू मनपर्छ एप्पल ग्रीन भन्छ यसलाई चाहिँ हो एप्पल ग्रिन यहाँ जति चौडा मिन्ट हो यहाँ आन्टीले चाहिँ त्यो लिएर आउनुपर्छ नपाई अनि नापेर मिल्छ अनि आन्टी र म चाहिँ दर्शन होइन आन्टी धेरै दिनको बाद आउनुभयो नि आन्टी अब यो के भन्छ लम्बाइ भन्छ बाबालाई म युकेबाट आएकै भनेको कि किनभने म आएको छैन नि त भेट्नु हो आन्टी पनि युकेदेखि नै आउनुभएको है अनि आन्टी सब कुरा ठिक छ त सब ठिक छ ठिकै हो क्या 7 फिट हो क्या मैले बुझिसकेको मेरो ब्लगमा अब सब्सक्राइब गर्नु है गएर सब्सक्राइब गर्नुपर्छ हैन अनि रेगुलर हेर्नु ल के अरे न्यू पोस्टहरू आउने बित्तिकै नोटिफिकेसन आउँछ नि त अब एकदम सस्तो छ हजुर दुई पिस यो लायो बीचमा यो पनि क्रिम लायो क्रिम लायो हैन तर एकछिनै यो पनि राम्रो छ यो झन् क्वालिटी एकदम नम्बर 1 छ हेर्नु न चिप्लोबाट जान्छ नि केही हुनेवाला छ एकछिन त आमा नहलाउनु त यो अर्कै कपडा हो क्या यो यसमा चाहिँ देखिरहेछ नि राति कस्तो राम्रो कपडा छ क्या यो ब्ल्याकआउट कटन भन्दा पनि यो वाटरप्रुफ टाइपको हो क्या यो यसमा चाहिँ आन्टी यही छ कलर उयो हो के यो अर्कै हो यो पनि राम्रो छ ब्ल्याकआउट कटन हो ए प्रिन्ट अर्कै यो चाहिँ उयो छ क्रिम कलर नै हो यसमा चाहिँ अनि जामुन कलरहरु भएको खै सबै सोल्ड आउट भइसक्यो अनि पिस देखाउ भनेको हैन मैले कुन त्यही जामुन कलरको जामुन कलर सबै वाइन कलरहरु देखाउनु पर्छ नि त यो चाहिँ यस्तो टेक्सचरमा छ यो पनि राम्रो छ इना 3 पिस होला हैन हैन यो सबै ब्ल्याकआउट पर पिस हिसाबले 3 पिस चाहिँ इना हो अर्को सिम्पलबाट पनि छ नि त यो पनि साइनिङबाट राम्रो छ सबै यिनीहरू
तपाईँहरूले पनि लिनुहुन्छ भने चाहिँ एकदम छ है बाक्लोदेखि लिएर अलिक रिजनेबल प्राइसमा यो पनि अब काटा 4 पिस छ तपाईहरु त्यही यो सेट लग्यो भने त मलाई 4 पिस चाहियो अनि त्यसमा रेट चाहियो त म हामीलाई अर्डर गर न ल्याइदिहाल्छु नि त त्यसको त के भयो ए भगवान म पर्खिनु सक्दिन मलाई त अहिले सिट लगाऊ भनेर पो त यहाँ ल्याउनु छिटो यहाँ हेर यो गर्नु पर्दैन आन्टी फेरि हाँसेर निकाल्नु त यो 4 पिस यो 4 पिस अरे यो त यो पाउनुहुन्छ यो त जति पनि पाउनुहुन्छ यसमा चाहिँ अलि छैन यसको तीनटा मात्रै रहेछ हेर न भोलि पर्समा आइपुग्छ पर्सि त म त कहाँ पुग्छु त्यतिखेर हुन्छ आन्टी यही लानु न त यो पनि राम्रो देख्छ किनकि यसमा गोल्डन खालको त्यो छ यो चाहिँ लादैन यो चाहिँ झन् राम्रो है एकछिन म यहाँ सोच्दै छु के यो बेडरुमको लागि लैजाऊ न कस्तो राम्रो छ यतिमा त ओके यो 4 वटा निकाल्नु त हुन्छ कि फेरि भएर पनि रड्डी होला फेरि जो हुन्छ यसलाई कुन दिउँ यो गोल्ड गोल्ड यो अफ व्हाइट हैन व्हाइट नै राम्रो हुन्छ त सिम्पल खालको व्हाइटै छैन नि त यो कलर अफ व्हाइट राम्रो हुन्छ अफ व्हाइट राम्रो हो नि यो गोल्डनसँग मिल्छ क्या यो मिल्यो नि हुन्छ व्हाइट लाई त आडे देखे के आडे देख्छ के बोल्दैछ यो चाहिँ एउटा मात्रै एउटाले पुग्छ अनि यसरी ड्याममै अनि ड्याममै पुग्छ एउटाले दुईटा आएको मान्छेले देखाउनु त यहाँ झ्यालमा सबै यो झ्याल ठुलो छ नि दुईटा लग्नु न आन्टी दुईटा लग्नु यो दुईटा लानु हजुर पछि तपाईँले अनि फेरि फार गरेर धेरै भयो भने एउटा राख्नु अनि निकालेर राख्नु अनि अर्कोमा लगाउँदा पनि हुन्छ मतलब यो छेउछेउमा दुईटा अनि बिचमा दुईटा झन् गर्मी हुँदैन गमक्क हुँदैन यस्तो हो नि त छेउछेउको चाहिँ यो बाक्लो चाहिँ यसरी ए त्यसो भए 3टा लग्दाखेरि ठिक्क हुन्छ ए हुन्छ त्यसो भए यो 3टाले नै हुन्छ यहाँ न 3टाले गर्दाखेरि त यस्तो झपक्क बस्छ मुजाहरू आन्टीको डिसिजन भइसक्यो अरू भन्दा पनि मलाई भोक चाहिँ लागिसक्यो यो लामो छ नि त यो त उनीहरूले छोटै खालको लाग्यो कि यो चाहिँ लामो हो यो छोटो वाला जुन चाहिँ छ नि यो चाहिँ 800 अब चाहिँ हामी सकेर यहाँ आन्टीको सबै कुराहरू सकेर चाहिँ अनि अब खाना खान जान्छौँ भोक लागिसक्यो फाइनल चाहिँ यो भयो यस्तो रहेको छ हाम्रो आन्टीले लिनु भएको भन न आमा खै एकछिन फुल देखाउनु पर्यो नि त मेरो युट्युबरहरूले के पनि हुन्न आन्टी यो चाहिँ फाइनल हो आन्टीले होइन आन्टी हजुर अनि नेक्स्ट भनेको हाम्रो आन्टी प्यारी आन्टी एभरग्रिन आन्टी अनि अर्को चाहिँ यो हो अफ व्हाइटमा अनि अर्को चाहिँ यो आमा देखाइदिनु त यो चाहिँ फ्लावर प्रिन्टबाट नेटै छान्नु भएको छ अफ व्हाइटमै छान्नु भएको छ हजुरहरूले पनि कतिजनाले यो लिनु भएको छ यो क्रिममा छ यो कलरमा छ त्यो डिजाइन छैन त्यो व्हाइटमा हो यो पनि आन्टीले छान्नुभयो अर्को सेट यो 2टा सेट छान्नु भएको छ यो पनि हजुरहरूले पर पिसको हिसाबले है यो त सबै पर पिसको हिसाबले हो यस्तो राम्रो छ यो पनि हजुरहरूले पनि लिन सक्नुहुनेछ यहाँ बजारको थुप्रो लाग्यो अस्मिता हजुर यो नेट ल्याइदेऊ न जाऊ दुईटा जम्मा 4 वटा 6 वटा अरे दुईटा चाहिँ उता लाने के भन्नुभएको नेट चाहिँ क्या अफ व्हाइटमा कि व्हाइटमा होइन अफ व्हाइट यो त अनि अफ व्हाइटमै हो नि त यही कलरमा यो जुन कलर यही कपमा यसमा लाने व्हाइटमा हैन आन्टीले पनि मेरो लागि फेरि उहाँको लागि फेरि प्री अर्डर पनि गरिसक्नु भयो है आन्टी तपाईँले पनि लानुहुने हजुर व्हाइट चाहिँ उ त्यो यो व्हाइट थाहा छ 2टा होइन यो 2टा ल्याएको व्हाइट तर यो प्रिन्ट छ त व्हाइटमा यो छैन यो अफ व्हाइटमै हो अफ व्हाइट यसमै लाने रे त्यो प्रिन्ट मन पर्यो कि अनि यो 6 वटा ल्याऊ नेट अनि यो 4 वटा ल के अरे आमा पैसा पुग्छ अरे टोटल आन्टीको टोटल एमाउन्ट चाहिँ 20,800 भयो अनि पुग्छ कि पुग्दैन भनेको पुग्छ मैले अघि चेक गरेको अरे आमाले 16,500 छ क्या 16,500 छ
बाँकी रहेको चाहिँ पद्मा आन्टीले दिनुहुने कति चाहिँ तिमीतिर 16,500 चाहिँ यहाँ चिर मात्रै चिर्देको चिर चिर किवारमा हो होला भन्नु न आन्टी किवारमा किवार पनि चल्छ हाम्रोमा साथी साथीको यस्तै हो नि साथीहरू त लास्ट रहेछ होइन आन्टी साथीहरू त लास्ट रहेछ होइन अब यहाँ बिजनेस गरेर बसेपछि अनि मनीमा आँखा जाँदैन अरे फेरि एक त बल्ल बल्ल आएको साथी बल्ल बल्ल आएको $16,500 डलर त कति पनि गएको छैन उसको पाउ न अघि आन्टीले अघि भनिराख्नु भयो त्यस्तै दिँदैछौँ कि गफ होइन यहाँ चाहिँ पढ्दा खै ऊ त्यहाँ यहाँ त्यो पनि देखाउनु पर्छ नि अब त्यो चाहिँ नदेखाऊ हुन्छ आन्टीलाई चाहिँ यो मन पर्यो यो सेट मैले यसरी राखेको छु सरी है हाम्रो यहाँनिर आज कतिवटा पिस गयो 15वटा पिस हामीले 15वटा पिस कस्तो मिलाएर दिएको छौँ हेर्नु है कति भयो हाम्रो 20,800 800 हो चाहिँ धन्यवादले चल्दैन होइन आन्टी क्यास चाहियो क्यास धन्यवादले चाहिएको चलेन अरे एकजुट गरेर कति दिए 20,800 दिए हो बेसी गयो क्या हो 10 दियो अनि योबाट 10 दियो यस्तै छ हाम्रो यो गर्छौँ फेरि अलिक 1 घन्टापछि फेरि गर्छौँ फेरि 2 घन्टापछि बेग यस्तो चेक गर्छ बुझ्यो फेरि 2 घन्टापछि फेरि बेग यस्तो चेक गरेर फेरि गर्नुहुन्छ किन आन्टी पानी नै उसको क्या सुजाता पनि त्यस्तै छ ऊ पनि त्यस्तै छ यस्तो गर्छ चेक र के अरे 1 घन्टा बित्छ नि फेरि स्वाट खोल्छ होइन अनि फेरि यस्तो सुजाताले पनि त्यस्तै गर्थ्यो ऊ पनि त्यस्तै गर्छ बुझ्यौ एउटा न एउटा चाहिँ मेरोमा आइराख्ने रहेछ क्या त्यस्तो गयो भयो ल अब जाउँ न तिमीलाई मैले के भनेको छु छिटो यार आज त म त पुरै थकित भएको छु त आन्टी ए बस्नु हौ आज यहीँ अब डेजर्ट खाने बेला भयो ल आन्टी धन्यवाद बल्ल बल्ल मेरो साथीले लिएर आजको यो मेरो अलिकति भए पनि मन खुसी भयो अलिकति भए पनि आयो लक्ष्मी है दक्षिणा यसको लागि म एकदम हेप्पी छु आई एम भेरी भेरी ह्याप्पी रिटर्न ब्याक टु युके है अब कतिको सालमा आएपछि फेरि चेन्ज गर्छ होला फेरि आउनु है नयाँ नयाँ फेरि ल्याइरहेको हुन्छु होइन पर्मिला आन्टी त यहीँ बस्नुहुन्छ साथीहरू पनि छ भने भन है मेरो त्यो दिइहाल त्यो होइन मेरो त्यो टिकटकको आइडी ट्यागको दिइहाल अनि त्यो ट्याग आइडीबाट नै सबै देखिन्छ मेरो त्यहाँ के छ है त्यहाँ नम्बर पनि छ कल गरिहाल्नुहोस् न पर्मिला आन्टी त यही हुनुहुन्छ यहीँ घरबाटै कुदाएर ल्याउनुपर्छ आन्टीलाई त पर्मिला आन्टी एनी टाइम नि उहाँको लागि बहुत टेन्सन थियो होइन दूर भयो ल जाउँ अब चाहिँ अब जाउँ खाना खानु प्रशंसा हुन्छ अरे
चाहिँ हामी खाना खान लाग्छौँ। अब खाना खाएर एउटा हामी फेरि टिकटक जान्छ टिकटक जान्छ अरे अझै ल फेन अफ गर्नु न अब त्यहाँबाट। त्यही खानाहरू सबै रेडी गरिसकेँ यहाँ। अब होइन तपाईँले अब गर्नु न भन्नु त आमा मेरो आमा। यो डिनर सुरु भयो हाम्रो होइन हेर्नु न आज कस्तो ढिलो भयो 11 पो बज्न आँटिसकेछ होइन। अब तयारी भयो मेरो फोन 11 छैन हौ मेरो पाहुनाहरूलाई बोलाउन आँटेको छु। अब यो डिनर सिनर खुलाइओरिकन फेरि उहाँहरूलाई फेरि दिएर म जानुपर्छ 5मा डिक पुऱ्याउनुको लागि। त्यही कारणले छिटो गरौँ होला है। अब मिठो भयो पनि नमिठो होइन मेरो यस्तो झलक हेराइदिनु बोलाउनु गयो आउनु म पनि तपाईँ पछि पछि। पर्दैन हौ। यो चाहिँ राइस भयो है। यो अघि नै स्न्याक्समा उब्रेको थियो। अब यो पनि मन पराउनु भएर लिनुहुन्छ होला भनेर यहीँ राख्यौँ यो पनि। अनि त्यसपछि यो स्यालेड भइहाल्यो मियोनिजहरू हालेर भेजिसहरू। यो पनिर पकौडा यहाँ टमाटो र मुलाको अचार। अनि यो भेज हो एकदम कम नुन हालेर नुन र तेल चाहिँ थोरै हालेर बनाएको छु। यो भेजिस भयो। अनि यो पर्क भयो। अनि यो सुप है लोकल सुप। यो चाहिँ यसमा पनि थोरै ओइल हालेर बनाएको छु। माथिबाट चाहिँ यो घिउ हालेर अलिकति त्यसको तर चाहिँ देखेको हो ओइली टाइपको तर एकदम लोकल है। यो चाहिँ क्रन्ची पापड छ त्यही हो। अब आमा अङ्कल सबैजना लिएर हामी लिन्छौँ खाना। म के भन्छु तपाईँलाई हजुर अब मेरो वाइफको साथी हजुर उहाँ देखाउनुहोस् यता क्लासमेट क्लासमेट भन्नुभयो हजुर तर उहाँको जमानीमा क्लासमेट भएको तरिका हेर्नु भएन त्यो उहाँको पछि त्यो एउटा ए आमाको चाहिँ क्लासमेट तपाईँ ए तर अहिले चाहिँ थाहा हुँदैछ कि अहिले थाहा हुँदैछ। ए अनि उहाँ चाहिँ हजुर एउटा हाम्रो बाबा हजुर वैज्ञानिक हुनुहुन्छ आज आएर मलाई थाहा भयो। अनि हाम्रो आज मेरो क्लासमेट साथै मेरो वैज्ञानिक साथीसँगको भेटको खुसियालीमा हाम्रो डाइनिङ र वाइनिङ भव्यसाथ भएको छ। उहाँको यो एउटा युरोपियन तुजुकलाई म सम्मान गर्दछु। ल अब खाना लिनु होला। This is a family happy dinner. हजुर Typical and organic Nepalese cuisine. We love it and enjoy. It's a family dining room. That's super. थ्याङ्क यू अङ्कल। आन्टीलाई खाना कस्तो लाग्यो आन्टी? एकदम मिठो सुप भन्नै नपर्ने एकदम देऊ न तिम्रो त एकदम खुसी लाग्यो है। एकदम मिठो छ जेस भनौँ न सोचेको भन्दा बढी मिठो छ है। माया मिसेर होला त्यो चाहिँ होइन कस्तो कारणले गर्दा साथीको कारणले को साथी साथी चाहिँ यहाँ हुनुहुन्छ। ब्लेस अफ ज्योति भन न। दिस इज ग्रेट ब्लेस अफ ज्योति एन्ड हसन अफ ज्योति बाबा पनि दिँदै हुनुहुन्छ। तिमीले बुझेछौ उसको दुईटा हुन्छ भनौँ अब क्यारेक्टर चेन्जेस भन्नु त हजुर क्यारेक्टर कसरी चेन्ज हुन्छ भने अब काममा कसैसँग हुन्छ होला होइन मैले फोन हजुर यता आउँदा मै पोजाल क्या मेरो बुढी कसैले फोन मम्मी अलिकति खुसी हुन्छ क्या कसैले फोन उठाएको भने घरमा आउँदा आमा म कसैले बताउँदैन क्या मेरो साउन्ड एकदम मिठो छ बढी के भन्छ त्यो मम्मीले काममा हुँदाखेरि फोन गऱ्यो भने कस्तो मिठो भोइसको निकालेर बोल्छ भन्छ क्या र मलाई त्यो लाग्दैन। यति हो दायाँ बायाँ अब खाजा खाँदै गरेको हुन्छ उनीहरू पनि त्यसरी बोल्दिनँ फोन आएर ठुलो कोचाएर बाहिर जान्छ त्यहाँभित्र कोही बोलेको देखिँदैन क्या तिनीहरूलाई डिस्टर्ब नहोस् भनेर मात्रै हो मैले चाहिँ अङ्कल लास्ट कमेडी हुनुहुन्छ। स्थिति आएको हुन्छ नि त भन्यो भने उनीहरूलाई मिठो स्वर लाग्छ अरे क्या त्यही स्वर यदि मैले त्यो काममा लगेर बाहिरबाट गरेँ उनीहरूलाई यत्रो हिसाबले चाहिँ स्वर आउँछ अरे भन्छ नि त
घरमा स्वीट क्यारेक्टर होइन बाहिर त अब हाम्रो असली रूपहरू पनि चाहिँ देखाउनु भएन नि त होइन किनकि बाहिर भनेको त अब दुनियाँले हेरिरहेको हुन्छ सुनिरहेको हुन्छ होइन घरमा भनेको त हामी त क्लोज भएर एकदम एकअर्कामा एकदम मायामा व्यस्त भएर चाहिँ बोल्छौँ नि खुल्ला भएर होइन बोल खुल्दैछ है हो अङ्कल हो सबैको हो यो चाहिँ अनि निर्मला लाटी थियो नि त निर्मला लाटी जहिले फसाउँथ्यो नि त कहिले फसाउँथ्यो जीवन गुरुङ आयो नि पछि अनि जीवन गुरुङ अथवा सुशील कोइराला सुशील माडी चाहिँ फसाउँदा निर्मला लाटी हुन्थ्यो नि त लभ लेटर कसरी पढ्नुहुन्थ्यो अरे पहिलाको आन्टीहरूले पहिला चाहिँ नोटबुक लेख्ने चलन थियो अनि राम्रो विद्यार्थी केटा केटीको चाहिँ नोटबुक माग्ने चलन थियो नोटबुक मागेर अनि केटी केटाको ग्रुपले चाहिँ नोटबुकको भित्र चाहिँ लभ लेटर भेटेपछि टोइलेट लगेर पढेर गिल्ला उडाउने चलन थियो क्या अनि टोइलेटमा पुरा त्यो लेख्थ्यो पनि क्या फल्नाको ल फल्ना फल्नाको ग्यास फल्ना ग्यास फल्ना भनेर ग्यास यो वर्ड त मैले सुनेकै छु ग्यास ग्यास भन्थ्यो र आन्टी आमालाई चाहिँ थाहा होला आमा तपाईँहरू त स्कुलमेट हो ग्यास भन्थ्यो हो आम्मा हो अरे आम्मा फल्नाले फल्नेर चिटीले त यसको ग्यास त यो अयो फेरि त्यो पनि गनाउने टोइलेटमा होइन अङ्कल त्यतिको टोइलेट अनि राम्रो थिएन नि त्यतिखेर अनि गनाउने टोइलेट थियो अनि एकदमै रफ हुन्थ्यो क्या टोइलेट हजुर अनि त्यो ढोका पनि क्या चुकुल नलाग्ने खालि हुन्थ्यो कुनै कुनै टट्टी गर्न केटी त्यहीँ लगेर त्यो लभ लेटर पढ्नु त्यस्तो त हुन्थ्यो अनि लभ लेटर पढेपछि कसको कसले कसलाई लेख्यो भने ए फल्ना ग्यास फल्ना ए थाहा भयो ए फल्ना ग्यास भन्थ्यो क्या हजुर ग्यास भने चाहिँ लभर भनेको ए रमाइलो भयो अङ्कलसँग पनि अब लास्ट डेजर्ट बाँकी छ अनि देन अङ्कल आन्टीलाई पुऱ्याउन जानुहुन्छ होला ल बाबा आराम गर्नु तपाईँ बच्चा मान्छे अब फेरि कहिले हो भेट अब बेम्बी यहाँ